आफ्नो सबै फ्यामिलीहरूलाई अब पेट्रोल छरेर मर्ने तयारै छु। अब अर्को मलाई विकल्पै केही देखिरहेको छैन। कस्तो बजेर चलेको छ त्यो मलाई पीडा त्यो थाहा छ। अब उहाँ नङ मासु जस्तो साथी बनेर सँगै बस्ने, सँगै जिम गर्न जाने त्यस्तो कार्यक्रम गर्न मलाई चाहिँ थाहा भएन। तर उहाँको प्लानिङ सुरुदेखि नै थियो। जब जग्गा पास गरेँ नि सर, त्यही बेलादेखि प्लानिङ थियो। यो जग्गा चाहिँ मैले उहाँको नाममा, उहाँको परिवारको नाममा चाहिँ सहमतिमा मैले जग्गा बेचेको होइन, सहमतिमा मैले चाहिँ उहाँको बुढीको नाममा पास भयो। मैले उहाँबाट चाहिँ आफ्नो जग्गा चाहिँ माग्ने क्रममा चाहिँ उहाँले भनिरहनु भएको छ कि यो जग्गा मैले किनिसकेको छु रे, जग्गा तपाईँको होइन भनेर। म उहाँको पैसा तिर्न तयार छु। उहाँको पैसा चाहिँ मूल भनेको 87 लाख रुपियाँ हो। 70 लाख रुपियाँ ब्याङ्कको छ। अनि पटक पटक गरेर मैले 17 लाख रुपियाँ लिएको 87 लाख दिन तयार छु। मेरो जग्गा चाहिँ उहाँले ब्याज पनि खानुभयो सबै थोक। आज चाहिँ मेरो जग्गा दिन मानिरहनु भएको छैन सर। त्यही ब्ल्याङ्क चेक चाहिँ डेट नभरिएको 25 लाख उहाँले चेक लिनुभएको छ। त्यो पनि चेक मेरो हातमा आएको छैन। अनि त्यसपछि 17 लाखको 3% हिसाबले 51,000 को महिना उहाँलाई प्रत्येक दिन महिना चाहिँ उहाँ उठाउनु पनि भएको छ। उहाँ चाहिँ कलैयाको, उहाँ चाहिँ रामपुर भन्ने कलैयाको ठाउँको हुनुहुन्छ, कलैयाको। अनि उहाँ चाहिँ साथी बनेर सबै कार्य भयो सँगै। आजको दिनमा उहाँले धाकधम्की देखाएर चाहिँ उहाँको अङ्कल चाहिँ सुलेमान अन्सारी भन्ने, उहाँ चाहिँ सरकारी वकिलको कर्मचारी हुनुहुन्छ। अनि अदालतको एउटा पिउन भन्ने राजेश यादव भन्ने उहाँ व्यक्ति हुनुहुन्छ। उहाँहरू चाहिँ इलाका प्रहरी कार्यालयमा आएर मलाई जोर जबरजस्ती गरेर थुनामा हालिदिन्छौँ रे, यो जग्गा पास भइसकेको छ, यस्तो यस्तो कार्यक्रम गरेर मलाई चाहिँ यातना यति पाएको छ नि सर, म चाहिँ आफूले सम्हाल्न सकिरहेको छैन। मेरो बुवालाई सन्चो छैन, उहाँ हस्पिटलमा हुनुहुन्छ अहिले पनि। अनि मसँग क्यास उठाइरहनु भएको थियो। अनि 17 लाखको ब्याज छुट्टै। अनि आजको दिनमा उहाँले आफ्नो खातामा राखेर त्यो ट्रान्जेक्सन देखाउनु भएको छ सर। मेरो नाम वीरेन्द्र शाह, म घर आँगन स्विसको सञ्चालक। सिमरामा 8 वर्षदेखि कार्यरत मेरो पसल छ। अनि मैले चाहिँ एउटा जग्गा पनि जोडिएको थिएँ सर। मेरो घरको समस्याले गर्दा एउटा मेरो नैमुद्दिन भन्ने साथी अब आउने जाने क्रममा उहाँ भ्याट अफिसको कर्मचारी पनि हुनुहुन्छ। अनि उहाँसँग मैले केही पैसा सहयोगको लागि लिएको पनि थिएँ। पटक पटक गरेर 17 लाख रुपियाँ लिएँ। अनि त्यसपछि मेरो चाहिँ ब्ल्याङ्क चेक चाहिँ डेट नभरिएको 25 लाख उहाँले चेक लिनुभएको छ। त्यो पनि चेक मेरो हातमा आएको छैन। अनि त्यसपछि 17 लाखको 3% को हिसाबले 51,000 को महिना उहाँलाई प्रत्येक दिन महिना चाहिँ उहाँ उठाउनु पनि भएको छ। अनि त्यसपछि म जुन जग्गा किनेको, अनि म ब्ल्याकलिस्टिङ ब्याङ्कबाट ब्ल्याकलिस्टिङ भएँ सर। ब्ल्याकलिस्टिङ भएपछि चाहिँ मैले के गरेँ कि अब ब्याङ्कले छोडिरहेको थिएन मलाई कि तपाईँ यो जग्गा या सल्टाउनुहोस् या नत्र निलामीमा जान्छ। अनि मैले चाहिँ यो प्रस्ताव चाहिँ अब नैमुद्दिन अन्सारी जुन साथी छ भ्याट अफिसको कर्मचारी, उहाँ चाहिँ सधैँ आउने जाने क्रम थियो, सिमरामै कार्यरत हुनुहुन्छ उहाँ। अनि त्यसपछि मैले चाहिँ के गरेँ कि हेर्न यार यस्तो यस्तो समस्या छ। अनि उहाँ चाहिँ अगाडि बढ्नुभयो, सहयोगको लागि अगाडि आउनुभयो। अनि ठिक छ, बरु यो ब्याङ्कको तँलाई जुन समस्या छ म यसलाई सल्भ गरिदिन्छु, बरु ऋण म गराइदिन्छु भनेर सबै थोक गरेर अगाडि बढ्यौँ हामी। प्रोभिन्स हेडमा आयौँ, कुराकानी पनि भयो सर। भएपछि चाहिँ उहाँले सरले भन्नुभयो इन्कम छ भने हामी ऋण दिइदिन्छौँ। अनि ब्याङ्कले त्यत्रो गुहार्यौँ कि सर मैमाथि त्यो ऋण रहन दिन्न सर, बरु म अब चाहिँ आफ्नो सुधार गर्छु भनेर उहाँ चाहिँ नमान्ने। पछिबाट यो जग्गा चाहिँ मैले चाहिँ यो 10 दूर जग्गा चाहिँ मेरो नामको जग्गा 1,17 लाख र 5 गरेर मैले 1,20 लिएको यो जग्गा चाहिँ मैले उहाँको नाममा, उहाँको परिवारको नाममा चाहिँ सहमतिमा मैले जग्गा बेचेको होइन, सहमतिमा मैले चाहिँ उहाँको बुढीको नाममा पास भयो। अनि उहाँको पैसाको बाबतमा मैले ब्याज तिरिरहेको थिएँ सर। आज चाहिँ म समस्याबाट सबै निस्केँ। मैले उहाँबाट चाहिँ आफ्नो जग्गा चाहिँ माग्ने क्रममा चाहिँ उहाँले भनिरहनु भएको छ कि यो जग्गा मैले किनिसकेको छु रे, जग्गा तपाईँको होइन भनेर। अनि म माथि चाहिँ पटक पटक अभद्र व्यवहार चाहिँ गरियो। अनि गएर मुद्दा पनि उहाँले हाल्नु भएको छ, पक्राउ चिठी पनि गर्नु भएको छ। तर के कारण चाहिँ गर्नु भएको छ मलाई आजसम्म समझमा आएन सर।
कम्तीमा त्यो घरमा आज 5 वर्ष भयो, 78 सालमा मैले घर किनेको। अनि 78देखि उहाँले पास गरेको 22देखि 23 महिना भएको छ मेरो। अहिलेसम्म म 5 वर्ष भइसक्यो त्यही घरमै बसाइ छ मेरो सर। अनि त्यो अन्तरालमा पनि उहाँले चाहिँ उजुरिहाल्नु भएको छ कि त्यो घरमा आएर तोडफोड गरियो रे, अनि अभद्र व्यवहार गर्यो रे, ल्यापटप तोड्यो रे, टिभी तोड्यो, अनि हजुरको टाइल्स मार्बल फर्निचर सबै तोडेर मलाई चाहिँ धेरै कुटपिट गरिएछ अरे भनेर यस्तो कुरो आएछ सर। म उहाँको पैसा तिर्न तयार छु। उहाँको पैसा चाहिँ मूल भनेको 87 लाख रुपियाँ हो, 70 लाख रुपियाँ ब्याङ्कको छ। अनि पटक पटक गरेर मैले 17 लाख रुपियाँ लिएको 87 लाख दिन तयार छु। मेरो जग्गा चाहिँ उहाँले ब्याज पनि खानुभयो सबै थोक। आज चाहिँ मेरो जग्गा दिन मानिरहनु भएको छैन सर। अब यसको चाहिँ अब के गर्ने हो हजुरहरूनिर चाहिँ मैले आफ्नो प्रस्ताव राखेँ। अनि त्यसपछि उहाँले चाहिँ उजुरी जब इलाका प्रहरी सिमरामा दिँदा चाहिँ हामी छलफलको लागि पनि बसेको हो सर। बसेको बेलामा चाहिँ त्यहाँको दुईवटा सही साहब पनि बस्नु भएको थियो। अनि त्यहाँ प्रस्ताव के भएको थियो कि ल ठिक छ हामी यसलाई चाहिँ छानबिन गरेर यसलाई चाहिँ यो कुरो चाहिँ हामी टुङ्ग्याउँछौँ भनेर। तर यो मुद्दा दर्ता भयो सर। यो के कारण भयो? मसँग यति नै अब विश्वासघात र आफूसँग अब म त मर्नु न बाँच्नु भइसकेछु सर। मेरो केही आधार पनि छैन। म भागी हिँडिरहेको छु सर। उहाँ चाहिँ कलैयाको, उहाँ चाहिँ रामपुर भन्ने कलैयाको ठाउँको हुनुहुन्छ, कलैयाको। अनि उहाँ चाहिँ साथी बनेर सबै कार्य भयो सँगै। आजको दिनमा उहाँले धाकधम्की देखाएर चाहिँ उहाँको अङ्कल चाहिँ सुलेमान अन्सारी भन्ने उहाँ चाहिँ सरकारी वकिलको कर्मचारी हुनुहुन्छ। अनि अदालतको एउटा पिउन भन्ने राजेश यादव भन्ने उहाँ व्यक्ति हुनुहुन्छ। उहाँहरू चाहिँ इलाका प्रहरी कार्यालयमा आएर मलाई जोर जबरजस्ती गरेर थुनामा हालिदिन्छौँ रे, यो जग्गा पास भइसकेको छ, यस्तो यस्तो कार्यक्रम गरेर मलाई चाहिँ यातना यति पाएको छ नि सर। म चाहिँ आफूले सम्हाल्न सकिरहेको छैन। मेरो बुवालाई सन्चो छैन, उहाँ हस्पिटलमा हुनुहुन्छ अहिले पनि। अनि त्यो म चाहिँ आफ्नो फ्यामिलीलाई न टाइम दिएर पनि म भागी हिँडिरहेको छु सर। एउटा मैले घर आँगन स्विचमा हजुर चाहिँ जानुहोस्, त्यहाँ मेरो एउटा पसल पनि छ। मैले त्यो पसलको सञ्चालन गरेर आजसम्म मेरो नोकझोक कोहीसँग पनि छैन त्यस्तो व्यवहार। उहाँले अहिले माग गरिरहनु भएको छ अब 1,43,44 लाख रुपियाँ दिएर तब तेरो घर दिन्छु रे, नत्र म दिन्न भनेर। तर उहाँको त 1,43 लाख छँदै छैन, 87 लाख रुपियाँ उहाँको पैसै छ मात्र। अनि मबाट जुन पैसा उहाँले लिएर जानुभएको छ नि, उहाँले के भन्नुहुन्थ्यो, मैले उहाँलाई 7 लाख, 2 लाख, 12 लाख अनि 3,70,000 13 लाख रुपियाँ जुन दिएँ नि सर, उहाँले के भनिरहनु भएको थियो कि मेरो खातामा नराख्नुहोस्, तेरो जग्गा हो, अनि भोलिको दिनमा म अख्तियारमा किन परूँ भनेर। अनि मसँग क्यास उठाइरहनु भएको थियो। अनि 17 लाखको ब्याज छुट्टै। अनि आजको दिनमा उहाँले आफूमा खातामा राखेर त्यो ट्रान्जेक्सन देखाउनु भएको छ सर। अनि यो कुरा पहिला मलाई यो कुरो थाहा भएन, अहिले हालमा 2 महिना यता थाहा भएको कुरा हो यो। अनि उहाँ सुरुदेखि प्लानिङ चाहिँ यो गर्नु भएको छ। होइन बस्न त हामीले 2-3 चोटि सर बस्न खोजेको हो सर। तर उहाँले के भन्छ, मेरो कागज बलियो छ रे, मैले तँलाई दिएछु, म चाहिँ मान्दिनँ भनेर यस्तो धाकधम्की अब चारैतिर आउन थालेँ म। अनि त्यसपछि आज पनि हेर्नुहोस् म चाहिँ लुकी बसिनु परिरहेछ। उजुरी दायर छ म अभद्रको। अनि यो मिटर ब्याजको घटनामा तपाईसँग कति पैसा उहाँले ब्याजको बापत लिइसक्नु भएको? उहाँ चाहिँ 17 लाखको चाहिँ 51,000 रुपियाँ ब्याज उठाइरहनु भएको थियो सर। प्रत्येक महिना चाहिँ 51। जुन दिन म पसलमा हुन्थेन भने बाहिर हुन्थेँ, उपचार क्रममा बाहिर भएको बेला म ट्रान्जेक्सन पनि मैले गरेको छु पटक उहाँलाई। अनि आजको दिनमा अब मिलाउनु सर, मैले त धरौटी राखेँ जग्गा, त्यत्रो मिटर ब्याजी चलेको थियो। सबको जग्गा चाहिँ पछिबाट त सबै आउने जाने क्रम त सबै गरेकै छ सर। हजुरले किन मिटर ब्याजको मुद्दा? अब त्यो अहिले 2 महिना अगाडि यो घटना बिग्रेको हो सर। म आफ्नो जब जग्गा माग्दा चाहिँ उहाँले भनिरहनु भएको छ कि होइन यो तपाईँको जग्गा होइन, मैले कानुनी हिसाबले मैले पास गरेछु सर। अनि उहाँले तपाईँले पैसा दिँदाखेरि ब्याङ्क मार्फत दिने, अनि तपाईँले किन फुल तपाईँले क्यास मार्फत? होइन, उहाँले के भन्छ, म भ्याट अफिसको कर्मचारी हुँ, मेरो खातामा ट्रान्सफर नगर्नु, किन मलाई क्यास दे, म क्यास पैसा म तिर्छु भनेर। अनि क्यास पैसाको आधार चाहिँ के? मैले चाहिँ मार्केटबाट सहकारीबाट उठाएको छु सर, व्यक्तिगत मान्छेबाट पनि उठाएको छु। उहाँहरू चाहिँ उहीँको कारणले आज म भागी फिरिरहेको छु सर। नत्र उहाँले जति मलाई टर्चर पाएको छ नि सर,
एकदमै अनएक्सपेक्टेड टर्चर पाएछ मलाई, नसोचे जस्तो मलाई टर्चर पाएछ। मार्केटबाट मैले चाहिँ मेरो पैसा आजको आज दे, अहिले दे, मेरो घरमा एकपछि घटना घट्दै बित्तिकै अर्को घटना घटिरहेको थियो सर। कस्तो बजेर चलेको छ त्यो मलाई पीडा त्यो थाहा छ। अब उहाँ नङ मासु जस्तो साथी बनेर सँगै बस्ने, सँगै जिम गर्न जाने त्यस्तो कार्यक्रम गर्न मलाई चाहिँ थाहा भएन। तर उहाँको प्लानिङ सुरुदेखि नै थियो। जब जग्गा पास गरेँ नि सर त्यही बेलादेखि प्लानिङ थियो। अब उहाँको पछिबाट भन्नु मेरो अङ्कल चाहिँ सरकारी वकिल छ, तँलाई त्यसैमा त्यो फाइल मैनिर नै आउँछ, म सडाइदिन्छु तँलाई त्यही, यस्तो यस्तो कुरा छ। राजेश यादव भन्ने चाहिँ अदालतमै हाँक्दछु रे, कलैयाको अदालत भनेको मेरो हातमा चल्दछ भनेर यस्तो यस्तो कुरा आएछ। अहिलेको यो सरकारसँग तपाईँको बिन्ती अब के रहन्छ? अब म यही बिन्ती गर्छु कि मेरो जग्गा चाहिँ फिर्ता पाऊँ, म उहाँको पैसा लागत जति छ म दिन तयार छु सर। यदि मान्नु भएन भने अब हजुरहरूको हातमा छ। अब नत्र म त अब सबै बालबच्चा र आफ्नो आमा बुवानिर अब पेट्रोल छरेर म मर्ने तयार छु। अब के गर्ने, मेरो त आधार पनि केही छैन, एउटा दुःख सुख गरेर त्यही जोडेको सम्पत्ति थियो सर। तपाईँले कसको नामबाट जग्गा पास गर्नुभएको? म मेरै नामबाट, वीरेन्द्र शाह कानुको नामबाट। यो वीरेन्द्र शाह कानु मेरो नाम हो सर। तपाईँको ठेगाना कहाँ हो? मेरो कलैया वार्ड नम्बर 3। अहिले हाल बसोबसाइ 8 वर्षदेखि म सिमरा बसोबसाइ हो सर। अनि त्यसपछि उहाँको मिसेसको नाम शबनम खातुन। यो शबनम खातुनको नाममा यो मैले पास गरेको 23 महिना भयो सर। उहाँहरूको ठेगाना कहाँ? उहाँको कलैया रामपुर वडा नम्बर 9 हो। अनि मेरो 25 लाखको जुन चेक छ नि त्यो मैले 17 लाख रुपियाँ अनि हजुर एकछिन चेक अनि मैले जब जग्गा पास गरेँ नि सर, अनि उसँग त मैले पटक पटक गरेर 17 लाख रुपियाँ ल्याएको थिएँ त्यो पैसा। र जग्गा जब पास गरेपछि मैले भने त्यो मेरो 25 लाखको चेक पाउनु पर्यो र मलाई आधारको लागि मलाई चेक चाहियो भनेर। अनि उसले चाहिँ नैमुद्दिन अन्सारीले उहाँको आफ्नै हस्ताक्षर गरेर मलाई एउटा ब्ल्याङ्क चेक व्हाट्सएपमा पठाउनु भयो र एउटा 25 लाख के अरे 35 लाखको चेक पनि काट्नुभयो। भन्नुभयो कि यो चाहिँ मान्छेले तँलाई छोड्दैन रे, यस्तो यस्तो कुरा छ। मैले भने त्यो चाहिँ टेन्सन नलिनु, मलाई आधार चाहियो। अनि उहाँले ब्ल्याङ्क चेक पनि दिनुभयो, तर हातमा नल्याएर उहाँले सधैँ भनिरहनु भएको छ जब जग्गा पास भएपछि म ल्याएर तँलाई पसलमा दिइदिइरहेछु, आज ल्याउँछु भोलि ल्याउँछु गर्दा गर्दा आजसम्म न चेक आएको छ सर, न मलाई केही आधार छ। जग्गा पास गरिदिएँ मैले। यस्तै ट्र्यापमा मलाई पारेर आजको दिनमा यो जग्गा बापतमा हो है सर उहाँले ब्ल्याङ्क चेक दिनुभएको थियो। मेरो आमा बुवा पनि बुढो हुनुहुन्छ एकदमै, उहाँ चाहिँ अब धाकधम्कीले यस्तोसम्म मलाई पुर्याइदिनु भएको छ कि म कहाँ जाउँ कहाँ लुकाउँ के गरौँ भनेर। अब हजुरहरूबाट चाहिँ यति मैले चाहिँ आफ्नो लाइभ टेलिकास्ट भनेको यही दिइरहेको छु। यसमा चाहिँ उहाँले चाहिँ मेरो चाहिँ सरकारी वकिल छ अरे, अनि उहाँहरू पनि अस्ति प्रशासनमा आएर भन्नुभयो कि इलाका प्रयोग कार्यालयमा तेरो मुद्दा 10 रुपियाँ पनि दर्ता गराउँछु, तँलाई चाहिँ भित्र हालेर सडाइदिन्छौँ। अनि राजेश यादव भन्ने व्यक्ति उहाँ पनि त्यहाँ मेरै अदालत हो भनेर उहाँले चाहिँ त्यस्तो भनिरहनु भएको थियो। अनि आज म एक्लो परेँ, जग्गा पनि दिएँ, मलाई चेकको पनि यसको चेक मलाई चाहिँ ब्ल्याङ्क चेक दिन्छु भनेर जग्गा पनि खायो अनि पैसाको ब्याज पनि खायो सर। अब मलाई तपाईँहरू यही छ, मलाई जोगाउनुहोस्, नत्र अब तपाईँहरूको माध्यमबाट मैले आफ्नो सबै फ्यामिलीहरूलाई अब पेट्रोल छरेर मर्ने तयारै छु। अब अर्को मलाई विकल्पै केही देखिरहेको छैन।